आदरणीय दर्शकबिन नमस्कार। अहिले हामी यो दाउन्ने को क्षेत्रमा छौँ। बुटौल नानघाट सडक खण्डमा चाहिँ निर्माण भइरहेको यो बाटो विस्तारको क्रममा यहाँ काम सँगसँगै अहिले हिजो चाहिँ बर्सातको कारणले यो विनय त्रिवेणी गाउँपालिकाको यो एउटा खोला चाहिँ डाइभर्सन बगाएको छ। डाइभर्सन बगाएको कारणले करिब हामी त्यो ठाउँबाट लगभग हामी 4 किलोमिटर यता माथि छौँ। 4-5 किलोमिटर टाढासम्म यो जामको दृश्य तपाईँहरूलाई देखाइरहेको छ। र एकतर्फबाट चाहिँ यो ट्रकहरू अलिक पठाइरहेको अवस्था छ भने अन्य गाडीहरू चाहिँ लामबद्ध रूपमा यसरी बाटोमा राखिरहेको हामी देख्न सक्दछौँ। त्यसरी यात्रा गर्दै हुनुहुन्छ भने त्यही अनुसार एकछिन चाहिँ जाममा परिन्छ। यसरी देख्न सकिन्छ पारिपट्टि जुन यो खोलाको साइड छ अलिकति भिडियोमा कम देखिएला। नर्मल्ली जस्तै त्यो खोलाको एरियामा पनि मजाले गाडी लामबद्ध रहेको छन् भने त्यहाँदेखि सबै यताको बाटोहरूमा पनि यता देखाउँदैछु हजुरहरूलाई। बाटोहरूमा पनि गाडी लामबद्ध भएर रहेको हामी देख्न सक्छौँ। ल